ल आजको हाम्रो दोस्रो घुमाइदाई सुरु भयो है ल सबैजना अङ्कल बाटोमा हामीले कालिज चरा देखियो कालिज चरा देखियो बाटोमा हिजोको बिहे भनेको घर चाहिँ यही हो है त्यो राति पड्का सड्का पड्काएर गाउँ होल गाउँै बिहेलाई लगाएको चाहिँ यो नै हो सुजन र कविता फाइनली हामी यो राइना स्टार आइपुग्यौँ वाउ म्यान यो चाहिँ फुटबल ग्राउन्ड हो राइनस कोर्टको सनराइज भइरहेछ मजाले यता कस्तो दामी देखिरहेछ आज अलिकति यो भर्खर एकदम मर्निङ पनि भएको कारणले गर्दाखेरि तुवालो रहेछ तर अब हामी एकछिन यता वाक गर्छौँ माथि त्यो सिडीहरू यो चढेर अनि माथि गएर त्यो भ्यू पोइन्टबाट हामी फेरि हेर्छौँ तर यो चाहिँ अफिसियल राइनस कोर्ट हो अनि पहिला चाहिँ यो चाहिँ पहिला चाहिँ के राजा रे अङ्कल के राजा थियो वार गरेको नरहरि शाह हजुरले राजा धारा सारा टक्क राखेर तलबाट आउँदै हुनुहुन्छ मजाले यो चाहिँ अब के हो यो मूर्तिहरू रहेछ कसको शालिग यहाँ लाली गुराँस फुल अथवा टिपेमा 1000 रुपियाँ जरिवाना यस्तो खालको छ आज हाम्रो एक्सप्लोर गरेको डे सेकेन्ड हो लमजुङ अलिकति हामी एक्सप्लोर गरेर राइना स्टार यो कोर्ट सबै एक्सप्लोर गरेर हामी अब माथि जान्छौँ सिडी चढेर घुमेर भइरहेछ अझै छ माथि त्यत्रो चढ्नु भएको छ मर्निङ एक्सर्साइज खतरा भयो हजुर बा यो राइनस कोर्ट भनेको हजुर 2224 राज्यका राजाहरूले राज्य गरेको र चाहिँ नि किल्ला हो यो होइन हजुर द्रव्य शाहका छोरा होइन द्रव्य शाहका 2टा छोरा थिए नरहरि शाह र नरभूपाल शाह उनीहरूले चाहिँ द्रव्य शाहको पछि यहाँ चाहिँ नि राज्य गर्नलाई यहाँबाट चाहिँ गोर्खाको लिग र यो चाहिँ लमजुङको यो राइनस कोर्ट गरेर द्रव्य शाहले चाहिँ 2टा छोराहरूलाई छुट्याइदिए एउटा छोराले चाहिँ गोर्खाको नरहरि शाहले गोर्खाको नरभूपाल शाहले लमजुङको चाहिँ राज्य गर्नु भनेर छुट्याइदिएपछि एउटाले यहाँ एउटाले चाहिँ गोर्खाको चाहिँ लिली त्यसमा चाहिँ चेपेबाट दौडिएर गएर घलेउरीसँग पहिला घलेउरीको मगरहरूको थियो राज्य थियो चेपे नदीबाट दौडिएर गएर अनि लिली कोटमा दौडिएर जो पहिला पुग्छ ऊ चाहिँ राजा हुने भन्ने परम्परा अनुसार चाहिँ गोर्खाको लिलीमा एउटा राजा र राइनस कोटमा अर्को राजा द्रव्य शाहका सन्तानले राजा गरेका हुन् भन्ने किम्वदन्ती छ अनि यो चाहिँ नि एउटा किल्ला यता चाहिँ राइनस कोर्ट टेम्पलको लिस्ट अफ डोनर्स युकेबाट यसरी हाल्दै गरेछन् कति राम्रो यो चाहिँ मलाई नेपाली पढ्न अलि आएन के भनेर मैले अलि बुझेन आई थिङ्क यो नेपाली भर्जनमा यो होला त्यही हो चाहिँ मन्दिर रहेछ माथिपट्टि शिव भगवान
त स्कुल त झप्प परेका घरहरू कहाँनिर खै धमिली गुवा खै ल त्यो झुप्पो परेका छन् देखिनु हो नि त्यो हाम्रो घरै देखिए उ अर्जुनको घर रातो देखिए भिडियोमा त राम्रोसित आउँदैन गाइस अहिले घाम यो अलि आएपछि आउँछ हेर यो हाम्रो गाउँ यस्तो पनि इन्टरनेट टिप्ने के यो माथि छ नि त्यताबाट हो हामी हिजो गएको त्यताबाट त कस्तो छ कति खतरा है यहाँ अझ हाइटमाथि पनि हाइट अर्को हाइट रहेछ वाह त्यहाँ यार लालीगुराँस होइन यहीँ लालीगुराँस लालीगुराँस आफ्नै आँखा अगाडि देखियो यस्तो रहेछ लालीगुराँस हजुर त्यही होला यो राइनोस्कोटको सबैभन्दा हाइटमा छौँ हामी टुवालो लगाइरहेछ तर क्यामेराले भन्दा आँखाले नेक्स्ट लेभल फिलिङ आइरहेछ त्यहाँ झन् त्यो ग्रेट वाल अफ चाइना जस्तो रहेछ मिनी ग्रेट वाल कस्तो लाग्यो तिमीलाई रमाइलो लाग्यो मलाई त यहाँ है साह्रै रमाइलो हिजोको गरेका भन्दा यो लन्चन राइनोस रमाइलो ए राइनस रमाइलो अङ्कललाई धेरै धेरै धन्यवाद यहाँ ल्याइदिनु भयो धन्यवाद छोरालाई मलाई पनि घुम्ने अवसर साह्रै रमाइलो हो अस्तिदेखि घुम्नेसँगै भनेको बल्ल पुग्यो दाजुभाइले द्रव्य श्राद्ध राज्य गरेका आमाले चेपुमा दाजुभाइ धर्म ल लागौ अनि यो चेपे छ नि यहाँ चेपेमा दाजुभाइले लोकल भाले भनेर यसलाई भन्छ है गाइस लोकल भाले छोडेर यसरी पालेको भालेलाई लोकल भाले भन्छ के हो यो पिसा राम्रोसित त देखिँदो रहेछ यो चाहिँ लालीगुराँसको फुल अरू टिप्न पाइन्न है यो चाहिँ राइनोस्कोटको यो अफिसियल होमस्टेहरू भएको ठाउँ हो यो थोरै घरहरू छ अनि यहाँ हामी मेयर साहबलाई भेट्छौँ फेमस इन्द्रेणी पनि आउनु भएको रहेछ यहाँबाट कृष्ण कडेल यो चाहिँ अफिसियल राइनोस्कोटको होमस्टे यही नै हो हिजो बिहे भनेको अनि त्यही यो बिहेले गर्दा हामी यहाँ अलिकति सुत्न पाएनौँ तर यहाँभन्दा 5 मिनट तल सुत्दा थियो रमाइलो भएको थियो हाम्रो बिहे घर हिजोको राति पड्काएर यहाँ त छुट्टै रमाइलो भएको थियो गुरुङहरूको बिहे मिल्छ रमाइलो भइरहेछ आन्टी मम्मी हाम्रो राइनोस्कोटको मेयर साहब घर यस्तो छ कस्तो राम्रो फुल माथि हाम्रो मेयर साहब हुनुहुन्छ उहाँ रमाइलो भइरहेछ राइनोस्कोटको होमस्टे अस्ति के अरे बिहिबार आँखाको अपरेसन गरियो अनि होइन काठमाडौँ गएको काठमाडौँमा चाहिँ क्यान्सल गर्यो उनीहरूले हुँदैन भन्यो अनि भरतपुरमा चाहिँ डक्टरलाई फोन गरेको त सेलरोटी यहाँ उहाँले सेलरोटी लिएर आइदिनु भयो तातो सेलरोटी र चिया खान्छौँ हामी त्यहाँ सेलरोटी बनिरहेको छ दिदीहरू बनाउँदै हुनुहुन्छ नेपाली ब्रेकफास्ट तातो हामी लकी रहेछौँ सेलरोटी खानु पाइयो बिहे होल गाउँलाई नै बिहे लाएर रहेछ रमाइलो हामी लकी भएछौँ यहाँ रोटी सेलरोटी खाएर अब ब्रेकफास्ट हामी यहीँ खान लायौँ यस्तो छ यहाँ गुरुङ हजुरआमाहरू आउनुभयो बिहे घरमा नमस्कार यो के हो रे बा यो हेली चौर रे यस्तो रहेछ हाम्रो चाहिँ यो जग्गा
ऊ घर यहाँदेखि हाम्रो घर त्यही हो नानी तिम्रो घर खै यो बाटो यही हो बाजी बोकेर ओर्देर देखाइदिन्न अहिले हाम्रो यस्तो रहेछ ल उति घर नि समाचार बनाएको नि हाम्रै हो ठेक्का दिएको खाजा खाना यस्तो बनाउनु पर्यो रिसोर्ट रहेछ यो के हो यो हामीले कुवा भनेको यही हो यो यहाँको ए धमिलो कुवा यो कुवाबाट चाहिँ धमिलो कुवा भयो यही हो यो त पुरै बजार रहेछ चोक यही हो स्कुल हामीले पढेको 7 क्लाससम्म पढे स्कुल यो होटलहरु यो त बजार भएछ त पुरै यहाँ त अब माथि यता जाने यही हाम्रो टिलले छाएको वडा कार्यालय यो वडा कार्यालय हाम्रो जग्गा अब यतिखेर यो ठ्याक्क हामी हाम्रो घरमा आइपुग्यौँ अनि घरमा जानु अगाडि चाहिँ हरि अङ्कलको घरमा अब लन्च गरेर अनि हामी हाम्रो जग्गाहरू घरहरू अनि माइलो बुवा त्यसपछि गोमा दिदीहरू सबैको हामी टुर गर्छौँ एउटा अचम्म चाहिँ के लाग्यो भने जस्तो ठाउँमा पनि बाटो पुगेको छ है यो कहिल्यै नसोचेको ठाउँ बाटो पुगेर चाहिँ त्यो अलिकति डिफ्रेन्स चाहिँ लाग्दो रहेछ रमाइलो पनि लाग्यो हाम्रो जग्गा तल छ त्यो मेन हाइवे नै जाँदो रहेछ त्यो चाहिँ अलिकति भित्र भयो तर रमाइलो छ यहाँको इन्भाइरोमेन्ट होइन अब अङ्कलले लोकल कुखुराहरू अर्डर गर्नुभएको छ त्यो पकाउँछौँ खान्छौँ अनि हामी हाम्रो जग्गाहरू यताउता सबै हेरेर अनि विल हेयर आउट टु पोखरा अङ्कलको लागि गिफ्ट ल्याइदिएको छौँ रमाइलो भइरहेछ सो यहाँ स्टे ट्युन अनि अझ धेरै धेरै नयाँ नयाँ कुराहरू अझ देखाउनेछ तपाईँहरूलाई हरि अङ्कलको घर जाँदैछौँ हामी के हो यो लसुन लसुन हो कि के धनियाँ समथिङ के हो धनियाँ होइन एउटा टिपेर खाइछ कस्तो मिठो थियो के हो गाइस यो के हो ए वाउ यो प्याज छ कि लसुन फ्रेस केरा कस्तो मिठो छ अघि मैले खाएको आन्टीले अब हामीलाई खाना पकाउँदै हुनुहुन्छ हजुर अङ्कल हामी त्यहाँबाट यहाँ आयौँ यहाँ विकास दाई हाम्रो ड्राइभर दाजुले चाहिँ रुमहरू बुक गर्न पनि थियो टक्क मासु पकाउँदै हुन्छ त्यहाँ काट्दै हुन्छ हामीले हेरेका त जम्मै के भन्छ 4500 5000 भन्छन् अनि हाम्रो विकास दाई के अरे मिठो लागिरहेछ नि होला यो वर्षको कलिलो कलिलो दाइले आधी जति दाइले आधै खाएर सक्नु हुनुभयो नि यहाँ टोली अगाडि बढिरहेछ है एकदम हाम्रो जग्गामा आइरहेछौँ हामी उसको के राइना भिनाको बहिनीको घर हो नि त हाम्रो यो यस्तो रहेछ धेरै डेभलप जेठो यत्रो घरहरू छ सबै एबेन्डन घरहरू इन्दिरा आन्टीको जेठो दाइको घर घरहरू कोही छैन मान्छे यस्तो छ मान्छे छैन घरमा गाउँमा नि भन्नु मान्छे छैन गाउँमा कोही छैन यो चाहिँ पानी लिएर आउने रहेछ गरेर अब कता हो हामी जाने हाम्रो नहर हो यो नहर आएपछि यहाँका चाहिँ नि धेरै सुखी भए उसको कसो हरे न त्यो सुखी भए यहाँदेखि माथि ऊ त्यो तोरी छैन खेत हो यो होइन पहिला हाम्रो अलिकति माथि थियो हामीले त यिनीहरूलाई नै बेचिदियो क्या यहाँदेखि माथि उत्तमको उमा यो नहरदेखि यता त्यो डिलदेखि यता हाम्रो ऊ त्यो यो हरियो छैन यो हरियो भन्दा तल यो डिल हुन्छ क्या त्यहाँ थाहा छैन अब कुन कता के थाहा हो
नहर चाहिँ कस्तो यो सरसफाइ नगरे हो के हो आज चाहिँ हाम्रो जग्गा टुर भइरहेछ है यहाँ पहाडको त्यहाँदेखि यहाँसम्म हाम्रो यो त्यो रुख छ नि तल्लो त्यो तल्लोको त्यो पुरा लामो गरो हाम्रो अनि उ त्यो घाँस ला होइन त्यो घाँस लाएको हाम्रो त्यो र त्यो घाँस लाएको आन्टीले सिलौटोमा पिनेर अचार अर्ग्यानिक सबै घरको होइन त आन्टी सबै घरको यसरी बनाउँदै हुनुहुन्छ टक्क लाएर अब चिकन भात त्यहाँबाट अनि तरकारी खाने ब्रोकौली यहाँ छ ब्रोकौली के खानु पर्यो सबै घरमा हुन्छ है काउली चुलो बाहिर आगोमा पकाउने चुलो आगोमा यसरी पकाउने चुलो यस्तो छ कति राम्रो रहेछ टक्क लाएर के खाने यहाँ सबै यहाँ तोरी यहीँ छ यो सुगर केन यहीँ छ यस्तो छ बाले यहाँलाई उखु काट्दै हुनुहुन्छ यस्तो हुन्छ उखुको बोट चाहिँ हाम्रो उखु खान्छौँ अब मजाले इस उखु कत्रो खाने है यहाँ पहिला गाई बस्तु हुन्थ्यो यहाँ यस्तो रहेछ यो गाडीमा यो हजुर के हो अङ्कल बाख्राको र बाख्रा देख्यो बाख्रा घाँस खान गएको यो भैँसीको गोठो यो भैँसीको गोठो तोरी राखेको तोरी भैँसी पालेको थियो हामी अस्ट्रेलिया जाँदाखेरि बेचेको हजुर हामी गयौँ त 3 महिना बसेर आएको यस्तो छ रमाइलो गिड बनाएर गाडीमा मजा आउँछ है गाडीमा खाने क्यार्नु हो भने यसरी खाने यसरी खाएर यहाँ मम्मीलाई मुला पनि खान मन लाग्यो अरे बाटोमा नि खाने भनेर यहाँ मुला निकालिरहनु भएको अर्ग्यानिक चिज मुला हाम्रो घरमा मुला खाइन्छ यसरी सासूको घर हामी हरि अङ्कलकोमा यहाँ यस्तो मिठो मिठो खाना खाइरहेको छौँ सही मिठो छ यो अचार सबभन्दा बेस्ट यो अचार यो चिकन अनि साग पनि यही घरको मिठो सबै कुरा अर्ग्यानिक अति नै बाबा अब हामी यो खान्छौँ अनि त्यसपछि हामी पखाएर त्यो जान्छौँ रमाइलो आज जग्गा कुन हो बार छैन त्यो बार थियो उता हाम्रो यो बार यस्तो रहेछ टक्क यो बार छ नि यो उत्तम अङ्कलहरूको घर जानु बाटो खोलेर अहिले यो उत्तम अङ्कलहरूको घर यस्तो छ अगाडि टक्का बारी अब चाहिँ हामी हाम्रो घरमा आयो है ओरिजिनल ठाउँ अब जन्मिने ठाउँ चाहिँ यही हो घर त्योतिर जाँदैछौँ यस्तो छ त्यो बेला आजभन्दा कति वर्ष पुरानो घर हो यो जमानाले यस्तो राम्रो घर थियो ल घरको अवस्था यस्तो छ घर यस्तो छ यो धनसार कोही बस्दैन नि अहिले अब एकैचोटि गाडी छोडेको बनाउने हो ए घर यस्तो छ यहाँदेखि यो जम्मै हो यो जम्मै तल बाटो छ तल बाटोमा हुन्छ यो रुख आँपको रुख यो के हो यो टोइलेट हो हामी चाहिँ यतिखेर अब यो हामी जन्मेको म जन्मेको ठाउँको घर हो यो पुरै बिजोग छ यहाँ अगाडि तलतिर अनि यो चाहिँ धनसार यो चाहिँ टोइलेट पानी सबै यो आँपको बगैँचा रहेछ आँप फुल्न थालेको अब फल्छ होला यो के को रुख हुन्छ नास्पतिको रुख त्यो भयो अब यस्तो छ कि यो यसलाई चाहिँ त्यो रेनोभेसन गर्नुपर्छ यो 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 चाहिँ सब हजुरआमाले कहाँ कहाँबाट ढुङ्गा बोकेर ल्याएर अनि वाल लाएर अहिलेसम्म त्यस्तै छ अनि हाम्रो यता तल ठ्याक्कै यो हाइवे ठ्याक्कै तल हाइवे छ यो के बुलाकी राजमार्ग त्यो हिसाबले अब के अरे राम्रै छ रमाइलो लाग्यो तिमीलाई कस्तो लाग्यो रमाइलो लाग्यो ल
अहिले गोमा दिदीकोमा छौँ गोमा दिदी भिनाजु यहाँ एकछिन छ उहाँहरूको घर यो रमाइलो छ यहाँ एकदमै मन पर्यो घर पनि यहाँ बाख्रा पाल्ने रहेछ अनि यहाँ खसीहरू छ यहाँ खसीहरू छ यस्तो मजाले रमाइलो ठाउँ रहेछ यहाँ अब हामी यो लास्ट हाम्रो यहाँ हो गोमा दिदीकोमा त्यो सकेर अनि हामी पोखरातिर जान्छौँ रमाइलो भइरहेछ पुगेन हामी अब लमजुङलाई बाई बाई भनेर अब पोखरातिर हान्नेछौँ 56 किलोमिटर रहेछ कति लाग्छ त 56 किलोमिटर 1.5 घन्टामा हामी पोखरा पुग्छौँ लमजुङबाट सो फुल्ली अब झन् रमाइलो हुने रहेछ पोखरा आज हामी आधी जस्तो भ्याउँछौँ र होटलमा गएर चेक इन गर्छौँ फ्रेस हुन्छौँ अनि भोलि बिहान हामी फेरि उठेर ब्याक टु नभएको ठाउँहरू कन्टिन्यू गर्छौँ र भोलि हाम्रो नाइट भनेको घानरुकमा हुन्छ सो स्टे ट्युन एभ्रीवान रमाइलो भइरहेछ अझ रमाइलो हुनेवाला छ म तपाईँहरूलाई सबै कुराहरू देखाउँदैछु एभ्री डे बाई डे एपिसोड डिफ्रेन्ट बनाएर देखाउँछु तपाईँहरूलाई रमाइलो भइरहेको नि रमाइलो एकदम पोखरा रमाइलो गर्न रेडी हो नि पोखरामा दिपङ्कर ल दाइलाई कस्तो भइरहेछ हाम्रो गुरु दाइ मलाई हजुर मलाई त रमाइलो हुन्छ सधैँ रमाइलो भने Alright everyone, yeah, see you all in Pokhara now. तालतिर जान्छौँ रूपाकोट जाने बाटो पनि देखियो त्यहाँ चाहिँ ठुलो ताल छ अर्को बेगनास र रूपाकोट ताल चाहिँ सँगसँगै रूपा ताल सँगसँगै छ होइन नजिक नाइस अब यो पालि चाहिँ हामी रूपा ताल जाँदैनौँ बेगनास ताल जाँदैछौँ हामी यहाँ आयौँ अब यो दाइ यो कुनले पऱ्यो बेगनास ताल होइन ओ माई गड खत्रै छ यार दामी रहेछ बेगनास ताल फाइनल्ली बेगनास तालमा आयौँ हाइटमा छौँ नाइस हामी त्यहीँ जान्छौँ होइन त अब माछा खानु हामी अलमोस्ट 1.5 घन्टा जस्तो ड्राइभमा लमजुङबाट यहाँ पोखराको यो बेगनास तालमा आएको छौँ अब हामी यहाँ क्विक स्न्याक्स गर्छौँ मलाई चाहिँ एकदम माछा खान मन छ यहाँको लोकल माछा खान्छौँ एकछिन केही समय बिताएर अनि त्यसपछि हामी कहाँ लाग्छौँ दाइ अब हामी पोखरी सिधै पोखरा पुन्देकोटमा लाग्छौँ हामी सो अगेन स्टे ट्युन नेक्स्ट टु पुन्देकोट गाइस हामी चाहिँ यतिखेर यो माझी कुना भन्ने यो बेगनास तालको फेमस यो पोखराको वान अफ द भेरी फेमस ताल दुईवटा मध्ये ताल र बेगनास मध्येमा बेगनास तालमा छौँ यहाँ चाहिँ हामी माछा खान आएको यो माझी कुना भन्ने को ठाउँको यो ग्रिल फिस एकदमै फेमस फिस हो अनि यो बेगनास तालमा चाहिँ खासै बोटिङ गरेको देखिँदैन होइन अब यहाँ ठ्याक्कै यो बेगनास तालकै साइडमा छौँ हामी यतिखेर बसेर यो यहाँ माछा खाने एकदम फेमस ठाउँ हो म्यासिभ ठुलो छ होइन पोखराको भ्याकेसनमा आउनु अब एकदम यो नेचरसँग चाहिँ रमाइलो गर्न आउने ठाउँ हो यो अनि हामी अब एकछिन अलमोस्ट लाइक 30-40 मिनट बस्छौँ माछा ट्राई गर्छौँ त्यसपछि हामी फेरि मेन पोखरा सिटीतिर हेरेर गर्छौँ सो यहाँ रमाइलो भइरहेछ अझ धेरै एक्सप्लोर गर्नु बाँकी नै छ स्टे ट्युन एन्ड म तपाईँहरू सबै कुराहरू देखाउनेछु हामीले यहाँ भर्खर फ्राई फिस अर्डर गऱ्यौँ ग्रिल फिस चाहिँ बन्दैछ अनि एउटा स्विट लस्सी पनि अर्डर गरेको थियौँ यो पनि अब आउँदैछ
हामी यो चाख्छौँ जस्ट यो चाख्नलाई मात्र हो चाखेर अनि हामी हिँडिहाल्छौँ किनभने फेरि हतार हुन्छ त्यो भएर अब अझै आउँदैछ ग्रिल फिस पनि भर्खर आयो ल्याइदिएको खोलेर अब सबैजना हजुर हुन्छ खोल्छ त ल हेरौँ है त यो कस्तो रहेछ ग्रिल फिस भन्ने चिज चाहिँ यो चाहिँ खुब फेमस हो रे ग्रिल फिस भन्छ अब यो बेङ्गाल स्टाइलको हेरौँ फेमस हो त्यो होइन यस्तो रहेछ ल नाइस हो ए टिलापिया हुँदो रहेछ टिलापिया होइन हो टिलापिया फिस मैले खान्छु भन्छ टिला फिस चाहिँ अब ल यो ट्राई गर्छौँ रमाइलो गर्छु ल पोखरामा चाहिँ यो कन्स्ट्रक्सनले गर्दाखेरि यति ट्राफिक रहेछ काठमाडौँभन्दा बढी ट्राफिक पोखरामा रहेछ यो कन्स्ट्रक्सन जता गयो बाटो बनाइरहेछ तपाईँको चाहिँ 15 मिनट भने बाटोलाई आधी घन्टा लाग्दो रहेछ यो कन्स्ट्रक्सनले गर्दा त्यहाँ पनि यसरी बनाइरहेछ है हामी अहिले पोखराको अमरसिंह चोकमा छौँ अझै अगाडि बढ्दैछौँ अस्ति पोखरामा एक्सिडेन्ट भएको ठाउँ भनेको कता यतै हो यहाँ माथि यतातिर हो यतातिरकै डाँडातिर के ठाउँमा आयो अहिले पृथ्वी चोक पोखराको पृथ्वी चोक भन्ने ठाउँमा आयो यो सेतीको पुल हो कि सेती पुल शिवको मन्दिर जानु भएको यता भयो यता हर हर महादेव गुप्तेश्वर गुफा अब हामी जाँदैछौँ शिव मन्दिर यो चाहिँ एकदम ह्यापनिङ ठाउँ हो यो सहर हो के सहर भन्छ अरे यसलाई पोखराको मेन सहर यही नै हो है अब एकदमै ह्यापनिङ भइरहेछ यहाँ मान्छेहरू हिँड्ने छोरे पाटन पनि भन्छ धन्न हाम्रो भाइ छ र गाइड हामीलाई अहिले हेर भइरहेछ नत्र त हामी यहाँ एक्लै आयो भने त हराउँदो रहेछ कहाँ हो तर खत्रै डेभलपमेन्ट भइरहेछ अब चाहिँ माथि एकैचोटि डाँडा गएर हामी तपाईँलाई भ्यू देखाउँछौँ त्यहाँ माथि शिवको मन्दिर छ एउटा त्यही देखाउँछौँ हामी अब गाडीमा पेट्रोल हाल्दैछौँ त्यहाँ माथि शिव मन्दिर छ त्यो शिव मन्दिर जाने हो हामी त्यहाँ माथि छ हो त्यो ठाउँमा जाने हो डिजल हाल्ने हो यो स्कर्पियोलाई त्यसपछि अनि हामी फेरि माथितिर लाग्छौँ पोखराको मेन बाटोमा छौँ यतिखेर यो हो क्या शिव मन्दिर ल यो लालाजी वाक्ने बाटो यही हो यही बाटो साइडमा ल भर्खर हामी यो शिवको मन्दिरमा आयौँ यस्तो छ झरेको छ हो चिसो छ यता छ शिवको मन्दिर बुन्दीकोट एक्सप्लोर गर्छौँ अब वरिपरि ल यो बबल टी देखेपछि चाहिँ विमलको याद आयो विमलको बबल टी छ यसको चाहिँ टिकटक बबल टी एन्ड फ्रेस फुड सेन्टर यस्तो छ विमलको एरिया है यो चाहिँ शिवजीको मन्दिर यहाँ छ है भिड एरिया हुँदैछ तल फेबर चल्छ वेदर त्यस्तो खुलिरहेको छैन ल हामी फाइनली शिव मन्दिरमा आइपुग्यौँ एकदमै रमाइलो ठाउँ छ
माथि नै गइन्छ यस्तो छ यस्तो अगाडि आयो डमहरू त्यो चाहिँ एयरपोर्ट जस्तो त्यो एयरपोर्ट हो त्यो रनवे फेवाताल यहाँ चाहिँ फेवाताल हामी यो जुत्ता खोलेर आउनु पर्ने रहेछ माथि आउँदाखेरि चाहिँ सबै राउन्ड गऱ्यौँ अब रमाइलो भयो पुन्जीकोटमा शिव स्ट्याचु एकदम फेमस ठाउँ रहेछ अनि जस राम्रो म्यानेजमेन्ट पनि राम्रो लाग्यो यो धेरैजना इन्टरनल टुरिस्ट एकदम धेरै इन्डियनहरू पनि देखियो धेरै एकचोटि आउनु पर्ने ठाउँ चाहिँ हो घुम्ने तर पनि घुम्ने रमाइलो लाग्यो एकचोटि हाइली रिकमेन्डेड प्लेस हो शिवजीको मन्दिर पनि अब चाहिँ हामी अरू कुनै ठाउँ जान्छौँ फेरि I'll show you all our next location now. सारङकोटु आऊ त्यहाँबाट माछा चिसो छ पुरै तुवालो लाएर नदी छ फेवाताल त सुके जस्तो लाग्यो त्यो चाहिँ पोखराको शान्ति स्तूपा हो ओल्ड पिस पगोडा त्यहाँ पनि पोखरामा जानुपर्ने ठाउँ हो खास हामी चाहिँ अब जाँदैन होला यही हो डाँडामा छ बाटोमा पर्छ भने जान्छौँ नत्र चाहिँ उता लुम्बिनीतिरै जान्छौँ यस्तो छ अब देवीज फल चाहिँ आयौँ देवीज फल एक्सप्लोर गर्छौँ हामी यता वेलकम टु डेभिस फल होइन यो गेटबाट छिर्ने हो देवीज फलमा यहाँ टिकट काट्ने पछाडि अनि त्यसपछि टिकट काउन्टर भयो कस्तो हुन्छ टिकट कस्तो हुन्छ पातलो छाँगा भनेर भन्दो रहेछ एक्सप्लोर गर्छौँ अहिले यसरी लिएर ल Hearty welcome. यो चाहिँ देवीज फलभित्र टिकट काटेर अब यसरी आइन्छ मजाले ड्रेस क्यानहरू त्यहाँ अनि यहाँ यस्तो छ देवीज फल्सको इम्पोर्टेन्स यस्तो छ लेखा छ यहाँ पातले छाँगो डेभिस फल In the noon of 31 July 1961, Mrs. Davis, a Swiss citizen, was swiped away while taking bath while her husband a few meters ahead of the fall. She died. Her dead body had been taken out with a lot of efforts, and since then it had been called Davis Falls. त्यस्तो रहेछ यसको इतिहास रहेछ यस्तो ल यो देवीज फलमा यहाँ टक्क नेपाली डिफ्रेन्ट कस्ट्युमहरू लगाएर फोटो खिच्ने ठाउँ रहेछ फोटो सेसन यस्तो रहेछ बाबामा र मैले फोटो खिचिदिहाल्नु पर्यो टक्क देवीज फल बाहिरको गिफ्ट सपहरू यस्तो छ भर्खर हामीले यहाँ सोभिनियर पनि किन्यौँ कस्तो किनेर देखाइदियो ल नाइस नेपाल लेखेको पोखरा लेखेको यस्तो छ हामी यो गुप्तेश्वर महादेव भन्ने ठ्याक्कै देवीज फल्सको पारिपट्टि छ त्यहाँ जाँदैछौँ सबैजना यस्तो छ गुप्तेश्वर महादेव गुफा प्रवेशद्वार यस्तो छ टक्क लगाएर
यो पनि एकचोटि आउनुपर्ने ठाउँ चाहिँ हो पोखराको। मन पर्यो तिमीलाई के अरे मन्दिरको यो गुफामा चाहिँ हामी स्क्यान गरेर अनि छिर्छौँ। सिस्टम रहेछ यहाँ टक्क लाएर यस्तो गर्छौँ। ल सिस्टमबाट गुप्तेश्वर महादेव ठिक छ होइन? एकदम ठिक छ। गुप्तेश्वर महादेव कि जय भनौँ त सबैजनाले। गुप्तेश्वर महादेव की जय। सही हो। यो चाहिँ राउन्ड 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 लाएर टक्क कति त्यो इन्ट्रान्स फी कति हो दा बा? बा 60 रुपिस 50 रुपिस हो पर पर्सन। त्यो तिरेपछि हामी यसरी आउनु पाइन्छ तल टक्क लाएर भगवान्हरूको यस्तो छ। यस्तो रहेछ है गुप्तेश्वर महादेव यस्तो ठाउँ रहेछ। यो चाहिँ गुफै हो होइन? गुप्तेश्वर महादेवको गुफा यस्तो यस्तो स्लिप छ होइन? यो आउनै पर्ने ठाउँ रहेछ। पोखरा आयो भने एकचोटि आउनै पर्ने ठाउँ हो गुप्तेश्वर महादेवको। यो के हो यस्तो तल छ यस्तो रहेछ। मम्मी हल्का डराइरहनु भएको तर रमाइलो छ। यस्तो छ माथि पुरै यो ओभर ड्यामभित्रको टुर गरे जस्तो लाग्यो मलाई चाहिँ भगवान्को ठाउँ। सो यो हेरिरहेको यो छ नि यो डेभिस फल्स नै हो। अहिले हामी उताबाट हेरिरहेको छौँ झरेको पानी यही नै हो मात्रै देखिरहेको छ। अब यो लाइट अलिक छैन अँध्यारो छ। यो डेभिस फलबाट खसेको पानी यही नै हो। टोटली वर्थ इट एक्चुअली आबेलामा चाहिँ जसरी पनि आउनुपर्ने ठाउँ रहेछ। एकदमै रमाइलो हाइली हाइली रिकमेन्ड एभ्रीवान दिस प्लेस। धेरै तल रहेछ आउनु त्यसरी पनि टोटली वर्थ इट। अब हामी लेक साइडको होटलतिर जाँदैछौँ। हाम्रो होटल चाहिँ लेक साइडमा छ किनभने भोलि बिहान छिटो निस्किनु सकिलोस् भनेर। यो के दाइ अदालत चौकी के भन्दै हुनुहुन्छ नि? अदालत पनि यही छ हजुर सबै सबै यतै छ। ओके यहाँ फुटबल ग्राउन्ड नै रहेछ। सानो अलिकति सास पर्न लाग्यो है। अहिले 6 बज्यो। अब हामी होटलमा 13 नम्बर भने अङ्कल होटल हो 13 नम्बर स्ट्रिटमा हाम्रो होटल छ। इभिनिङ अनि त्यसपछि हामी नाइट लाइफ हेर्नलाई सो निस्किन्छौँ। अहिले अघि हामी डाँडाबाट हेर्दैछौँ। अहिले चाहिँ लिटरली लेक साइडमा आयौँ। भोलि डुङ्गाहरू यहीँबाट चढ्छौँ हामी। चाहिँ रमाइलो छ सबै। अब नाइट लाइफहरू पनि हेर्दै हो यस्तो चाहिँ हामी होटलमा आइयो भर्खर। बस्ने होटल चाहिँ यो होटल साकुरा भन्छ होइन? लेक साइडमा छ। टक्क लगाएर गएर फ्रेस हुन्छ हामी रमाइलो हुन्छ। यस्तो छ होटल वाइट पल। हामी यो होटलमा बस्ने भनेको थियौँ खास वाइट पलमा बस्ने भनेको थियौँ। त्यहाँ हामीलाई 5 जनाको लागि रुम पाइएन त्यो भएर अनि यहाँ बाबाले चाहिँ कल गर्नुभयो होटल एसोसिएसनको कोही एउटा अध्यक्षलाई। अनि यो होटलमा बस्ने भयौँ हामी। हाम्रो आजको नाइट चाहिँ यहीँ हुन्छ। ब्रेकफास्ट पनि अभाइलेबल हुन्छ है बसेर। त्यसपछि घरको जस्तै अर्को यही पैसा ए हुन्छ समथिङ बेसिक लाइटवाला हजुर हाम्रो हजुर यहाँ छ रुम चाहिँ बाबा मम्मीहरूलाई यहाँको रुम भयो। यो एउटा ट्विन त्यो क्विन छ। बाबा मम्मीहरूको लागि यो छ अट्याच्ड बाथरुम लुक्स नाइस सबै मजाले रिल्याक्स गर्नु छ। यो चाहिँ हाम्रो बेडरुम हो। किङ बेड रहेछ राम्रो छ। टिभी टक्क लाएर बाथरुम यहाँ यस्तो छ। बाथरुम पनि नाइस छ यस्तो छ मजाको। हो त्यो माथि ठिकै छ पर्फेक्ट। अब हामी होटलमा फ्रेस भयौँ। स्ट्रिट एक्सप्लोर गर्दैछौँ। अनि त्यहीँ केही लाइट स्न्याक्स गरेर माथिमा अलिअलि स्न्याक्स गऱ्यो। त्यो माथि के अरे उसमा पनि गऱ्यो त्यो शिवको स्टुपामा पनि। त्यहाँको समोसा जेरी रास मिठो लाग्यो खायो।
अनि अब चाहिँ नियर बाई अराउन्ड एरियाज एक्सप्लोर गर्छौँ यो जुन मेन स्ट्रिट लेक साइडको देन विल बी डन फर टुनाइट लेट्स गो एन्ड एक्सप्लोर सम मोर हाम्रो वालमार्टको भाइ डब्लु मार्ट पनि भेट्यौँ यहाँ अनि केएफसी छ यो पोखराको यो लेक साइड स्ट्रिटको केएफसी हो एकदमै लाइभली भाइब है कति ह्याप्पी रमाइलो रमाइलो नाइट लाइफ चाहिँ रमाइलो रहेछ यतापट्टि हामी अहिले स्ट्रिट 15 मा छौँ हाम्रो होटल चाहिँ स्ट्रिट 13 मा थियो बास्किन रबिन्स यस्तो पनि पाइदो रहेछ लेक साइडमा टक्क लाएर एक्सप्लोर गर्दैछौँ हामी मजाले यो चाहिँ सिकुवा कर्नर रहेछ सिकुवा पाउने ठाउँ पुरा अब हामी लेक नजिक पुग्नु लागिसक्यौँ टक्क लाएर यहाँ फेवा ताल छ कि नजिक छौँ हामी स्ट्रिटमा यहीँ छ लेकहरू यस्तो रमाइलो ठाउँ रहेछ यार यस्तो छ रमाइलो रातको समयमा मजाले एक्टिभिटिजहरू भइरहेछ डिज्नील्यान्ड पोखरा त्यो चाहिँ भोलि हामी जाने सरङकोट चाहिँ डाँडा चाहिँ यो डाँडामा पर्छ टाढा छ भोलि पनि सनराइज हेर्न जाने रमाइलो रहेछ ठाउँ गाइज यहाँ अर्को एउटा देखियो प्रपर लेक साइडमा हो हामी यहाँ ब्रोडवेमा वक गर्दैछौँ खत्रै एकदमै लाइभली भाइब रमाइलो तपाईँहरू पनि लाइभली एक्टिभिटिजहरू छ है छुट्टै फिलिङ छ क्या बाबा कस्तो लागिरहेछ एकदम एक्सेलेन्ट पोखराको यो पहिलो अनुभव हो हजुर रातिको नाइट पोखरा धेरै पटक पोखरा आए पनि यो पोखराको यो साइड नाइट साइड मेरो भिड थिएन तर पोखरा साँच्चैको पोखरा नै रहेछ काठमाडौँको ठमेलभन्दा पनि धेरै आकर्षक धेरै रमणीय र धेरै पर्यटकहरूको लागि चाहिँ धेरै उत्कृष्ट गन्तव्य चाहिँ पोखरा मैले चाहिँ महसुस गरेँ र अबका दिनहरूमा पोखरा आउँदाखेरि नेपालको बिच साइडका यो स्टेटलाई चाहिँ कहिले पनि नभुल्ने गरी अरू विषयवस्तुमा पन्छाएर पनि यो ठाउँमा चाहिँ हुने चाहिँ लागि चाहिँ पटक आउने चाहिँ यसमा इच्छामा छु 1 2 3 ल यो चाहिँ के अरे दिपङ्करले भनेको दिस इज कल के डिज्नील्यान्ड होइन दिपङ्कर डिज्नील्यान्ड पोखरा यही हो यता रमाइलो Oh my god. Oh, कति रमाइलो ल गाइस हामीहरू चाहिँ अब यो ट्राई गर्न लाग्यो यो झलङ लाइक पिङ जस्तो छ यो जस्ट ब्याक एन्ड फोर्थ यो चाहिँ ट्राई गर्छौँ ल यहाँ चाहिँ हामी यो गर्ने बाबा गर्छन् अब हामी यो चढ्न जाँदैछौँ है डुङ्गा
आफै जाने आफै जाने जाउँ यसमा ल हजुर बिचमा चाहिँ we will hold your hand यहाँ समात्यो चपक्क समात्यो धर्ने कुरा केही छैन नि छैन you're nervous right हामीहरू यो ढुङ्गामा छौँ वेट गरेर जान्छौँ पुरा नर्भस हो नर्भस छ छैन त्यस्तो नर्भस छैन नर्भस भयो हेरौँ के हुन्छ ढुङ्गा चढ्नु पर्यो नि हामी रोलर कोस्टर के हो यो त कहाँ रोलर कोस्टर होइन यो सातो भयो रमाइलो भयो तर यो केही होइन कार्ट फेयर्स व्हिल गर्न लगाएको विशाल र बाबा चाहिँ डराइस्यो त्यही भएर गर्छेन दामी भ्युज देखिन्छ यार वाउ एभ्रिथिङको भनेको थिएँ अमिलो किन्न लायो भोलि बाटोमा खानालाई भर्खर हाम्रो यहाँ ससेज अर्डर गरेको थियो स्टार्टरको लागि ससेज आयो अब ससेज पनि खान्छौँ हामी त्यसपछि मोमोलाई वेट गर्छौँ एकछिन हामी मोमोलाई वेट गरेर मोमो पनि खान्छौँ र आजको हाम्रो दिन यसरी एन्ड हुन्छ भोलि बिहान हाम्रो अब सनकोटको सनराइजबाट सुरु हुन्छ डे र बेलुकाको नाइट भनेको हाम्रो घानरुकमा हुन्छ I'll show you everything. Stay tuned, everyone. Momo. Chicken? Chicken momo. As हाम्रो बेलुकाको डिनर हो पोखराको लेग साइडमा फाइनली डन फर डिनर एज वेल अब आजको लागि यति नै इट्स अलमोस्ट 10 PM रातिको अब हामी होटलमा जान्छौँ एन्ड विल टेक सम रेस्ट विल स्लिप एन्ड विल गेट रेडी फर टुमोरो एन्ड स्टे ट्युन फर मोर एपिसोड गाइज आई वान्ट टु बी इन today's vlog यसमै so yeah stay tuned and I will show you some more videos on upcoming episodes. Thanks everyone for watching.